हेलो एभ्रिवान नमस्ते सेवाहरू हजुर सबैजनालाई मेरो युट्युब फ्यामिलीहरूलाई है। अन्त त्यसो भन्दै बिहानै उठेर साथीहरू म चाहिँ चिया पकाउनु थालेँ है। अन्त चिया पकाउनु थालेँ म र नानीको लागि चाहिँ हो। अन्त चिया पकाउँदै साथीहरू अन्त चाहिँ खानाहरू पनि पकाउनु पर्ने हुन्छ नि त हो। चिया सारिसकेँ होइन। अब तातो तातो पिएर चाहिँ स्टार्टमा पकाउनुको लागि चाहिँ होइन। अन्त मेरो पालो चाहिँ आलु टकटक काटिसकेँ। आलुदम पकाउनु पऱ्यो भनेर कम्ती हामी 3जना मात्रै छौँ नि त। अन्त टकटक पकाउनु थालेँ होइन साथीहरू। अन्त चाहिँ यहाँनिर टक्कै सब्जी पकाउँदैछु म चाहिँ आलुदम हो। अब आलुदम टक्कै पकाएर चाहिँ खाना खानुपर्ने हुन्छ नि त साथीहरू। अन्त चाहिँ खानाहरू खाइसकिसकेपछि चाहिँ साथीहरू हाम्रोमा चाहिँ आज चाहिँ काम चाहिँ पुरा छ है। भातहरू पस्किसकेँ। अन्त खाइसकेर चाहिँ म चाहिँ तलनिर सुँगुर काटेको ठाउँबाट चाहिँ हेरेर आउँदै थिएँ। अन्त मेरो सानो कुकुरको बच्चा ल्याएको थियो नि त। अन्त उसले चाहिँ तलनिर सुँगुर काटेको गन्ध आएर चाहिँ मजाले सुँग्दै ओह्रालो फर्केर बसिरहेको रहेछ होइन साथीहरू। अन्त चाहिँ हात माग्दाखेरि पनि दिँदैन उसको तल गन्ध आइरहेको रहेछ नि त। अन्त चाहिँ मैले हात दिइनँ भन्दा पनि नदिने नि होइन। अन्त हाम्रो बहिनी चाहिँ त्यहाँनिर आगो घाम ताप्दै बसिरहेछ। अन्त म पनि घाम ताप्दै म त झुसुङ भइरहेको थिएँ होइन साथीहरू। अन्तको पहाडीको चाहिँ भ्यूहरू देख्नु सक्नुहुनेछ। हाम्रो चाहिँ यति मजाको रमाइलो छ हाम्रो घरदेखि उता देख्नेहरू है। अन्त हेर्दै नै हाँसेको। अन्त तल चाहिँ साथीहरू देख्नु सक्नुहुनेछ हाम्रो चाहिँ सुँगुर चाहिँ लडाइसकेको रहेछ होइन। अन्त त एकैछिन काटकुट गरेर त अन्डाभुरीहरू त सबै निकालेर ल्याइसकेछ। अन्त चाहिँ अलिकति हल्का भिडियो गर्दै साथीहरू म चाहिँ यहाँनिर यसलाई चाहिँ के पो भन्छ हौ नाम पनि आएन। योहरू चाहिँ मम्मालाई देखाउँदै थिएँ नि त। अन्त यो त यस्तो हुँदो रहेछ नि भन्दै देखाउँदै थिएँ होइन। अन्त यो अन्डाहरू त सबै सर्ग्यौँ हाल्नुपर्छ है भनेर भन्दै थिएँ नि त। अन्त चाहिँ देख्नु सक्नुहुनेछ मासु चाहिँ यति दामी रहेछ साथीहरू। हामी खाने लायकको होइन बोसोहरू पनि थिएन रहेछ। बेसी चाहिँ सानो सानै थियो नि त त्यस्तो बेसी ठुलो पनि थिएन होइन। अन्त चाहिँ कस्तो राम्रो रहेछ नि भन्दै त्यहाँनिर मामा थियो नि त आमा। त्यहाँदेखि उसलाई देखाउँदै त्यहाँनिर हेर्नुहोस् न के मजाको देख्नु सक्नुहुन्छ। यस्तो मिठो नि अब दामी खानु पनि दामी खालको थियो नि त। अन्त चाहिँ हामी चाहिँ लाग्यो नि साथीहरू तल अन्डा दुनुको लागि होइन। वाउ भन्दै म चाहिँ धुँदै थिएँ होइन। अब यहाँनिर चाहिँ उयो सर्गिङ बनाउनुपर्छ दामी हुन्छ भनेर चाहिँ हामी चाहिँ सबैजनाले चाहिँ यहाँनिर चाहिँ स्टार्ट गरिसकेको थियौँ। हामीले सबै परिवारै लागेर चाहिँ अन्डा धुनेपट्टि होइन। कति साह्रो पर्दो रहेछ साथीहरू यो धुनु त म त फर्स्ट टाइम हो होइन। कहिले धुएको थिइनँ नि त। अन्त चाहिँ धोइसकेर आएर चाहिँ म चाहिँ यहाँनिर मासु देखाउँदै थिएँ। हेर्नुहोस् तपाईँहरूलाई पनि मनपर्छ भन्दै है। मनपर्छ भने चाहिँ लाइक कमेन्ट्स गर्नुहोस् है भन्दै म चाहिँ यहाँनिर देखाउँदै थिएँ साथीहरू को कोलाई मनपर्छ यस्तो खालको मासु देख्नु सक्नुहुनेछ। यति मिठो हुन्छ जाडोमा होइन साथीहरू। अहिले त डिसेम्बर महिना यति चिसो खालि मासु मात्रै खुवाउनु लाग्छ। तपाईँलाई चाहिँ कस्तो हुन्छ साथीहरू। अन्त चाहिँ म चाहिँ साथीहरू जाडो भयो है। जाडो भइसकेको थियो पुरा चिसो थियो नि त। अन्त आज चाहिँ सुँगुरको मासु चाहिँ म चाहिँ चुलामा पकाउँछु भनेर साथीहरू दाउराहरू चाहिँ चिर्नु पर्ने थियो ठुल्ठुलो थियो होइन। अन्त बहिनीलाई भिडियो गरिदिएँ ल एकछिन भन्दै म चाहिँ रेला गर्दै यस्तो दामी चिर्छु भन्दै ड्याङ चिर्दै थिएँ होइन साथीहरू। तपाईँहरूले देख्नु सक्नुहुनेछ म चाहिँ यति खतरा छु है साथीहरू। सबै काम गर्छु म चाहिँ हो बारीहरूकोदेखि सबै। अन्त चाहिँ साथीहरू यति भन्दै म चाहिँ है बिदा लिन चाहन्छु। तपाईँहरूले सबैले मेरो भिडियो चाहिँ तपाईँहरूले चाहिँ स्किप नगरी हेरिदिनुहोस् होला है। राम्रो छ म अझै पनि बनाउने छु यसरी नै होइन। मजाले हेरिदिनुहोस् सबैजनालाई सेयर गरिदिनुहोस् है। तपाईँले मन परायो भने म फेरि पनि नयाँ भिडियो लिएर आउने नै छु साथीहरू।